वर्ल्ड्स ह्याप्पिएस्ट कन्ट्रीमा मेरो दिनहरू कसरी बित्दैछ आउनुहोस् हेरौँ है। हाई एभ्रिवान, इट्स मी आयुषी, लेट्स स्पेन्ड द डे विथ मी। बिहानीको सुरुवात चाहिँ मेरो जहिले पनि पूजा गरेर सुरु हुन्छ। पूजा सकेर मैले एक कप कफी लिएँ जसले मलाई फ्रेस फिल गराउँछ होल डेको लागि। अनि म चाहिँ आज मिटिङ भएको भएर छिटो छिटो रेडी हुनु पर्यो भनेर मर्निङमै थियो आज, त्यही भएको भएर चाहिँ एकदम छिटो छिटो रेडी हुँदै थिएँ। अलिअलि नक्कल नपारिकामा जानु मन लाग्दैन नि त। त्यसपछि म रेडी भएँ अनि मेरो साथीलाई लिएर निस्केँ। बाहिरको वेदर हेर्दाखेरि चाहिँ कस्तो रमाइलो लागिरहेको थियो। अनि त्यत्रो हिउँलाई सबै पार गरेर बल्ल हाम्रो स्प्रिङ सिजन लाग्दैछ। त्यसले गर्दा चाहिँ म एकदम ह्याप्पी थिएँ बाहिर वेदर हेरेर, होइन खुसी नै थिएँ। त्यसमाथि झन् घाम आइदियो, ओ माई गड, घाम लागेपछि मलाई यति खुसी लाग्यो नि। अनि मिटिङ पनि सक्यो। त्यसपछि मैले एक कप फेरि कफी लिएँ। अनि मिटिङ सकेर म एकछिन आर्ट एक्जिबिसनमा गएँ। त्यहाँबाट म घर फर्किएँ अनि तातो तातो मिठो मिठो लन्च गरेँ। त्यसपछि मेरो बाबु लिन जाने बेला भइसकेको थियो र बाबुको स्कुलमा गएर बाबुलाई लिएर आएँ। अनि आज चाहिँ उसको लागि मैले उसको फेभरेट चिज आलुचप पकौडा बनाइदिएको थिएँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।